हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आजको ब्लगमा चाहिँ दाइको भोजको लागि तयारीदेखि अन्तिमसम्मको भिडियो बनाउने छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। हिजोको ब्लगमा माया गरिदिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। अब भोलि फेरि बन्दीपुर भाउजूको माइत जाने हो। भोलिको ब्लग हेर्न पनि नछुटाउनुहोला। हामी चाहिँ राति पनि धेरै नसुतिकन काम गरेको। सहयोग गर्नलाई सबै प्यारा प्यारा छिमेकीहरू आउनु भएको छ। त्यसैले यो काम मेरो तिम्रो नभनिकन सबै काम हाम्रै हो भनी मिलिजुली गर्दैछौँ। त्यसरी मिलेर काम गर्दा त नि जतिसुकै हार्ड भए पनि इजी लाग्ने नि। गफ गर्दै काम गर्दा काम भ्याएको पनि पत्तै नपाउने। त्यसपछि हामी काम गरेर सकिने बेलामा चिया र रोटी खायौँ अनि रेडी हुनका लागि गयौँ। मैले चाहिँ मेरी प्यारी छोरी, मेरी दिदीको छोरी हो, मेरो पनि छोरी। अनि मैले मगर ड्रेस लाएर नानीलाई क्युटी बनाइदिन लागेको। उता चाहिँ दिदीले भाउजूलाई मेकअप गर्दै राम्रो बनाइदिँदै हुनुहुन्छ। अनि मैले चाहिँ नानीलाई रेडी गराउँदैछु। नानी फेरि मगर ड्रेस लाउन पाउँदा यति खुसी भइन्। अनि फेरि आजको लोकन्ती पनि नानी बस्ने के उहाँहरू चाहिँ मेरो दाइ भाउजू। आजबाट मेरो दाइ भाउजूको नयाँ जीवन सुरु भएको छ भनौँ न। एउटा बन्धनमा बाँधिनु भएको छ। दुवैजनालाई एकअर्कालाई बुझ्नु पर्ने हुन्छ। आज जसरी दाइले भाउजूलाई पाउँदा र भाउजूले दाइलाई पाउँदा खुसी हुनुहुन्छ, सधैँभरि यसरी नै खुसी देख्न पाऊँ। उहाँहरू चाहिँ मेरो बाबा मामा निमा धेरै दिनपछिको भेटघाटमा गफ गर्दै हुनुहुन्छ। यता चाहिँ खाना खाने ठाउँ। अनि मेरो क्यामेराम्यान मामालाई भने फुर्सद नै छैन भने बिचरा फोटो खिचै गर्नु परेको छ। लौ मेरो प्यारी छोरीले त गर्मीले गरेर मगर ड्रेस लाउन नसकेर ड्रेस चेन्ज गरेछन्। नक्कली म भनेपछि हुरुक्कै हो, कोही चाहिँदैन। मैसँग खेल्ने अरे यति ठुलो हुँदा पनि बोक्नु पर्ने रे। आफू भने लोकन्दी बसेको मान्छे आज धेरै चक्लेट खाएर दाँत भने सबै किराले खाएर के गर्नु। साथीहरू, मेरो दाइ फेरि कहिले नाच्नुहुन्न कि भाउजू पनि कहाँबाट उसै भेटाउनु भएछ। यही त होला नि भगवानले बनाइदिएको जोडी भन्ने पनि होइन त। अब सुरु भयो कपाल डान्स। मामाको माइजू, दाइको भाउजू। मैले बनाइदिएको कपाल है गाइस। फेरि हेयर कपाल त्यस्तो देखेको छैन र देखेको छैन होइन त। यहाँ चाहिँ कुन गीत आएको थियो भने सौर वर्षे उमेरमा मै पनि हुँदो भन्ने गीत आएको थियो। त्यही भएर दाइ बुढो भएको एक्ट गर्नुभएको छ। यदि हजुरहरूलाई ओरिजिनल भिडियो हेर्न मन छ भने कमेन्टमा भन्नुहोला। म ओरिजिनल भिडियो पनि राखिदिन्छु। हामीलाई हेर्न पनि कस्तो मजा आएको छ होइन। कति माया गर्नुभएको माइजू र भाउजूले भन्ने रहेछ। जमाना उल्टो आयो गाइस। केटाले होइन केटीले भगाइन्छ। त्यही भएर मामालाई माइजूले भगाएर लानुभयो। लास्टमा हामी फ्यामिली ग्रुपमा सँगै फोटो खिच्ने भनेर जम्मा भएको थियौँ। फोटो चाहिँ मामाले खिचिदिनु भएको थियो तर मामाले फोटो नै राखिदिनु भएन। मामा हजुरसँग एउटा गुनासो हो, फोटो खिचेपछि टाइममा राखिदिनु पर्ने थियो तर मामा बिजी भएर नराखिदिनु भएको। गाइस, मेरो ब्लग यति नै।